हेलो एभ्रिवान, नमस्ते एन्ड गुड मर्निङ। तपाईहरुले पनि सन्चै होला, म पनि सन्चै आराम लाइक र सब्स्क्राइब गरिदिनु होला। म पनि लाइक र सब्स्क्राइब गरिदिन्छु। तपाईहरुले रिटर्न ब्याक प्लिज लाइक र सब्स्क्राइब गर्न चाहिँ नभुल्नु। कपाल लाम भयो क्या, काट्नु पर्छ कुनै दिन। यो चाहिँ म हो हैन, कपाल बाँधेको खै कस्तो भयो थाहा छैन, आफ्नै थोपडा थाहा छैन मलाई कस्तो भएको। औ औ यस्तो छ हौ, त्यो माथि डाँडामा जाने हो, पुरै राउन्ड लाउने हो कि उता अफरोड छ, त्यही भएर अफरोड यताबाट राम्रै रोडबाट जाने भनेको। तर जाने बाटो कता हो मलाई त थाहा छैन त, बिर्सेँ त मैले त। बाटो कता त एक राउन्ड लगाएर आउनु पऱ्यो। ल अस्ति नै फुलहरू, अब यहाँ अनार फल्न थालेछ, अनारको फुल फुल्न थालेछ। त्यसपछि यो बाटोमा हिँड्ने आमा के हो यार, बाइक त पुरै हल्लिरहेको छ त यार। आमा के हो क्या। एनिवे गाइस, तपाईहरुले पनि सन्चै होला, म पनि सन्चै छु। प्लिज यदि भिडियो चाहिँ देख्यो भने लाइक र सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। हजुरहरूको च्यानल छ भने म पनि सब्स्क्राइब गर्नेछु। हरेक युट्युबरहरूले मेरो च्यानललाई सब्स्क्राइब लाइक गर्नु भन्छ, तर म चाहिँ के भन्छु भने म पनि सब्स्क्राइब गर्छु, हजुरहरू पनि गर्नु होला। ओके, सो आई डोन्ट नो बाटो कता छ भन्ने कुरो थाहा छैन। चरा आमा खतरा कुद्छ कि बाइक त। हेर्नु त सानो भयो, यस्तो कुद्छ कि यस्तो ट्याक्क बेला बेलामा चाहिँ सर्भिसिङ गरिरहनुपर्छ। सर्भिसिङ नगरेर 2 महिना जति भइसक्यो, 2-3 महिना जति भइसक्यो कुदाएको छु। त्यही भएर ओहो बाटो त यता पनि होला, तर यो बाटो थाहा छैन मलाई। तल्लोको बाटो जान्छु म, ट्याक्क माथि लगाएर घाम ताप्छु। त्यो पनि छ कि अब बाटो माथि थियो त हो बाटो। ओहो धेरै यता आएछ नि, यताबाट छिर्छु म। हेरौँ ल केटा हो, भन्छ नि कस्तो ठाउँ छ भनेर। सबै यस्तै ठाउँ छ यहाँ। त्यस गल्ली भक्तपुरको गल्ली जत्तिकै छ यहाँ। लाग्नु बिरालो माथि छ क्या बाटो, के छैन हो। गल्ली आउँछ यस्तरी गाडी। यस्तो छ यहाँको पारा। एउटा कुरो चाहिँ मलाई थाहा पाएन, यहाँ चाहिँ यहाँको बुढी आमाहरू चाहिँ पुरै हेर्छ कि मेरो बाइक कराउने। देख्दा चाहिँ खतरा कराउँछ नि त, त्यो मोडिफाई गरेर यसो भन्छ नि त। यस्तो उकालो गर्दाखेरि खतरा काटिदिन्छ त्यसलाई त। फेरि दिने हो क्या, पुरै सुताएर कुदाउने हो नि त बाइक त। मतलबै छैन नि हौ, आफ्नो मर्जी हो क्या, जे गरे पनि यहाँ चाहिँ सुताइ कुदाउने यस बाइक। यो हो कि पारा। बोरिङ लाग्यो भने बाइक निकाल्यो, कुद्यो, नो टेन्सन। बाइक हुनुको मजा नै छुट्टै छ क्या। औ केटा हो, जति दबाउ होइन। माथिबाट चाहिँ त्यहाँ फेरि पुरै माथि चाहिँ के छ भने पुरै गजडी केटाहरू हुन्छ कि, यहाँ गाँजा खाएर बस्ने केटाहरू त्यता चाहिँ अलिक सेट। त्यही भएर अलिक बिकेर गर्नुपर्छ। गाँजा खाने केटाहरू भने म त्यहाँ एकछिन बस्छु होला। तर यहाँ त कस्तो घर पनि बनाइसकेको छ नि। यहाँको चाहिँ घर बनाउने बेलामा चाहिँ कस्तो गर्ने कि, पुरै त्यो तपाईँको कङ्क्रिट पुरै फ्रेम बनाएर कङ्क्रिट सट्टा हालिदिने, सक्यो क्या। आनन्द हिटा पनि चाहिएन, ढुङ्गा पनि चाहिएन, पुरै सिमेन्ट र बालु कङ्क्रिट। के हो घाममा आउँछ पुरै। अब यो उकालो जान्छ, एक चक्कर लाग्यो मैले। घामले बाटो त देख्दैन त। भाइको पिकअप चाहिँ हेरौँ, कालो पनि कुद्छ त यस्तरी नि। ठाडै छ, लङ छ होइन, त्यही पनि मेरो फिस्टे चाहिँ चढ्छ, पावरफुलै छ। एउटा पिकअपै छ। पहिला एउटा कुकुर थियो यहाँ, कुकुर चाहिँ कहाँ आयो मेरो, मैले छोडेको कुकुर। यस्तो छ यो घर। म आएर बनाउँदै थिएँ, अहिलेसम्म फिनिसिङ भएको छैन यार। मेबी 2 वर्ष जति भइसक्यो होला यो घर बनाएको।
पुरै सबसे डाँडामा आएको आज म एकछिन बसिन्छ बेसी चिसो खाइन्छ हल्का आनन्दसँग तर गजडी सालेहरू छ भने चाहिँ बस्दिनँ म फेरि ल्याङ गर्छ कोही छैन रहेछ ल ट्याक्क लाएर केटा हो फाइनली ठाउँ आइपुग्यो एक राउन्ड लाउनुपर्छ फेरि सर आएर यो पनि पारा ट्याक्क लगाएर यहाँ राखिन्छ घोडा के लेखेर मरेछ सालेहरूले बेलुकाको भ्यू गाइस पारा यस्तै छ ठाउँको नामै थाहा छैन मलाई मनोर गिली भन्छ यो गिली हो यो पुरै ठाउँ चाहिँ यस्तो छ यहाँ चाहिँ यहाँनिर पुरै यो सानो घरहरू छ छोटो पुरै यो चाहिँ हो दामी छ नि हौ भ्यू त यस्तो छ नि खतरा गाइस यस्तो छ एनिवे बसिन्छ चिसो खाइन्छ यो चाहिँ पुरै यस्तो फोहोर चाहिँ बसौँ भनेको त तिमीलाई के अरे लुगा छैन जुगाड गर्नुपर्छ क्या गोर्खे हो कि गोर्खेमा जहाँ भए पनि एडजस्ट त भइहाल्छ नि गोर्खे हो गोर्खे एडजस्ट जसरी पनि हुन्छ कपाल त के हो यस्तो हो एकछिन बसिरहेको होइन पारा लास्टै भयो यार